नमस्ते साथीहरू। हेर्नु है, आज फेरि मैले अर्को पनि एउटा उजुबा रेडी गर्दैछु। हेर्नु है हजुरहरूलाई कसरी रेडी गर्ने अनि कसरी लगाउने भनेर चाहिँ म भन्छु है। यो भिडियो चाहिँ राम्रोसँग हेर्नु है। यो चाहिँ एकदम ओरिजिनलमा हो। यदि हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। एकदम ओरिजिनलमा हो है। हेर्नु है, यसको चाहिँ साबुन यस्तो हुन्छ अनि यो भिटामिन भयो यो है। यसलाई चाहिँ यसरी यो भिटामिन निकाल्ने। यो साबुनले चाहिँ बिहान बेलुका मुख धोएर मात्रै लगाउने, भिटामिन निकाल्ने अनि यसलाई यसरी यसमा राख्ने। देख्दैन है, यसमा राख्ने अनि अर्को यो पनि निकालेर यसरी चाहिँ मैले मेरोबाट लाँदाखेरि चाहिँ मैले प्राय चाहिँ अब जस्तो कोहीले जान्नु हुँदैन नि त, अनि त्यही भएर चाहिँ मैले चाहिँ रेडी नै गरेर दिने गर्छु के। अनि यो भिटामिनलाई चाहिँ यसरी राख्ने। हजुरहरूले चाहिँ मैले प्याकेटै पठाइदिएपछि पनि हजुरहरूले यसरी चाहिँ आफूले मिलाएर लगाउन सक्नुहुन्छ। यसरी लगाएर अनि यसको खोल्नु कहाँ गयो, यसलाई चाहिँ अब यसरी चाहिँ मिक्स गर्ने। यसरी चाहिँ मजाले यसलाई मिक्स गर्ने। तपाईँहरूको मिक्स गर्ने तरिका पनि नमिल्न सक्छ है। यो चाहिँ याद गरेर मात्रै लगाउनु होला है। एकदमै ओरिजिनल र डुप्लिकेट धेरै आएको छ बजारमा चाहिँ है। ओरिजिनल पाउन चाहिँ अलिक गाह्रो छ, डुप्लिकेट चाहिँ छप्ती पाइन्छ। अलिकति चाहिँ विचार गरेर लगाउनु होला। चाहिन्छ भने सम्पर्क पनि गर्न सक्नुहुन्छ ओरिजिनलै चाहिन्छ भने। किनभने चाहिँ मैले चाहिँ अब ओरिजिनल चाहिँ मजाले ओरिजिनल र डुप्लिकेट चाहिँ म मजाले चिन्छु। अनि त्यही भएर चाहिँ अब मेरो सपमा चाहिँ मेरो पसलमा चाहिँ तपाईँहरूले चाहिँ यो चाहिँ डुप्लिकेट चाहिँ पाउनुहुन्न है। यसरी रेडी गर्ने अनि बिहान साबुनले मुख धुने, बेलुका साबुनले मुख धुने। अनि यसलाई चाहिँ मोइस्चराइजर लगाएर लगाउनु भयो भने चाहिँ अझै राम्रो हुन्छ। मोइस्चराइजर ओइली फेस छ भने यतिकै लाए पनि भयो। ड्राई फेस छ भने चाहिँ मोइस्चराइजर लगाएर यो चाहिँ हल्का लगाएर अनि यो लगाएर चाहिँ यसरी मिच्न चाहिँ हुँदैन, सट्ट लगाउने अनि सट्ट यसरी चाहिँ मिक्स यसरी चाहिँ गरेर चाहिँ लगाएर अनि सुत्ने। बिहान उठेर साबुनले मुख धुने। बास त्यति हो है। चाहिन्छ भने सम्पर्क गर्नु होला। ओरिजिनल हो एकदम।